275 जना सांसदहरूले शपथ लिँदै गरेको यो दृश्य हेरौँ। म मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता, राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रतिनिधि सभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी ईमानदारीता साथ काम गर्नेछु। धन्यवाद। स्वतन्त्र हिसाबले 5 वर्षसम्म टिक्ने सरकार चलोस्, स्वस्थ फूर्त रूपमा आफ्नो देशको उन्नति र प्रगति होस्, खुट्टा तानिरहन्छन्। यही हाम्रो शुभकामना।